एक अपांग भेल व्यक्ति हूँ, जो मैं अपनी लाइफ में जो पीड़ा भोगी हूँ ने, मैं चाहती हूँ कि और अपांग व्यक्ति ना भोगे। हम तो चाहते हैं कि मध्य प्रदेश में जितना भी अपांग भेल व्यक्ति है, अगर वो आगे बढ़ सकते हैं तो उससे बड़ी खुशी का बात क्या है। और खास करके सबसे पिछड़ा हुआ है मुस्लिम समुदाय का महिला, उसको हक हम हर जगह मिलना चाहिए। उसको समाज में भी हक मिलना चाहिए, स्वास्थ्य में भी हक मिलना चाहिए, शिक्षा में भी उसको हक मिलना चाहिए, रोजगार में भी उसको हक मिलना चाहिए, उसको राजनीति में भी हक मिलना चाहिए। नेपाल गवर्नमेंट से तो इतना ही डिमांड है कि बस हम मुस्लिम समुदाय को व्यक्ति का अगर कहीं भी हक मिल गया, अधिकार मिल गया हर जगह, तो उससे बड़ी खुशी क्या चाहिए, हम उससे मांग रहे हैं। म दलित समुदायबाट पनि हो र म शारीरिक अपाङ्गता भएको महिला पनि हुँ। सरकारले नीति तथा कार्यक्रमहरू बनाउँदाखेरि चाहिँ दलित अपाङ्गता भएका व्यक्ति र महिलाहरूको क्षेत्रमा चाहिँ बजेट नै पोलिसीमा नै राखेर चाहिँ बजेट त्यसलाई चाहिँ छुट्याइयो भने पक्कै पनि यो क्षेत्रमा काम गर्न चाहिँ सजिलो हुन्छ। सहभागिता चाहिँ मार्जिनलाइज समुदायबाट पनि जो न्यून प्रतिनिधित्व हुनुहुन्छ त्योबाट पनि राखियो भने चाहिँ सबै कुरामा शिक्षा, स्वास्थ्य, रोजगारीको कुराहरूमा पनि सरकारलाई यो भोइसलाई चाहिँ बोल्दिन सक्यो भने चाहिँ हामी अझै धेरै पछाडी पर्नु पर्दैन होला जस्तो लाग्छ। We do not want to be recognized as indigenous women nor as women with disabilities, but as indigenous women and girls with disabilities. We want meaningful representation and our voices should be heard, documented and implemented. नेपालको गभर्नमेन्टले चाहिँ अब क्लाइमेट चेन्जलाई ट्याकल गर्नको लागि चाहिँ अब विभिन्न सीएसओ, सिभिल सोसाइटीहरू मिलेर सबैजना मिलेर चाहिँ हामीले चाहिँ एडभोकेसी गर्नु पर्यो र गभर्नमेन्टले चाहिँ इम्प्लिमेन्ट गर्नु पर्यो फर इन्डिजिनियस वुमेन एन्ड गर्ल्स विथ डिसेबिलिटिज। महिलालाई धेरै गाह्रो छ। हामी होचकपुरका महिलाहरूलाई बिहा वैवाहिक जीवन गर्नको लागि देखिबाट हरेक कुरामा घर परिवारदेखिबाट हामी त्यही होचकपुरकालाई परिचय पत्र नै हाम्रो के अरे दिनु भएको छैन उहाँहरूले, अनि भत्ता पनि गर्नुभएको छैन। हाम्रो एउटा बस्ने एउटा ठाउँ, एउटा जमिन मात्रै दिनुभयो भने पनि हामीलाई जो धेरै नै राम्रो हुन्थ्यो भन्ने चाहिँ त्यो I was born since I was autism. Government should provide inclusive education system to others. We should support. We should not discriminate and dominate those poor people. We should support and love them. हामी शिक्षाबाट पनि वञ्चित छौँ, स्वास्थ्यबाट पनि वञ्चित छौँ। दाइजो प्रथामा पनि परेर धेरै नै पीडित हुनुहुन्छ। हामी अपाङ्गता भएका मधेसी महिलालाई नेपाल सरकारले शिक्षाको राम्रो व्यवस्था गर्नु पर्यो, स्वास्थ्यको राम्रो व्यवस्था गर्नु पर्यो। आफूलाई चाहिँ एकदम हिंताबोध नगरी आफू पनि सक्षम हो र हामी पनि केही गर्न सक्छौँ भनेर यो सोच राखी हामी अगाडि बढौँ। यो नसोचौँ कि हामी अपाङ्गता छौँ, केही गर्न सक्दैनौँ। हामी मधेसी अपाङ्गता भएका महिला पछाडी परिएका होइन, पारिएका छौँ। यस चुनौतीलाई हामी चिर्दै अगाडि बढ्ने छौँ, यही हाम्रो प्रतिबद्धता छ। Collectively we can make a difference. दलित अपाङ्गता भएका महिलाहरूको अधिकार मानव अधिकार।